हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ म भन्न गइरहेको छु कि टिकटकमा हिजो राति भइरहेको लौरी गेमिङ र मोको गेमर स्पाइडी कन्ट्रोभर्सी बिच, जहाँ चाहिँ एकै गेमिङ दाइले भन्नुभएको थियो कि नेपालको टप 1 स्क्यामर हो लौरी गेमिङ अनि स्पाइडी लगाउनु थिएन सहमति जताउनु भएको थियो। गेमर दाइले के भन्नुभएको थियो हिजो टिकटकमा, तपाईँ आफै एकचोटि हेर्नुहोस्। बनाउँदै हाल्ने हो, बनाउँदै हाल्ने। अघि निस्केकै त बिहान अघि 10-11 बजे निस्केको होइन, बेलुका 7-8 बजे राख्नु 8 बजेतिर बल्ल यहाँ ऊ जस्तै मैले आज हालेँ नि भिडियो, त्यहाँ कमेन्ट गरे के आज मान्छे थाहा कसैले यो कुरामा आवाज उठाइदिए हुन्छ जस्तो भएको छ, बल्ल खुसी लाग्यो भन्दै छन् यहाँ। मनी हाल्छु जब त्यहाँ मैले हालेको छु भिडियो, त्यहाँको रिपोर्ट यत्रो भिडियोमा एउटाले छैन क्या गाली भनेको, त्यहाँ गाली एउटा छैन भनेको। ल केटोले त यार स्क्याम हैन नि, घर किनेर आएर त है हो र ए त्यो को हो त्यो भिडियो भन्दै त्यो त भिडियो भनेर। तर जे यहाँ पोस्ट देखेको थिएँ फेसबुकमा पनि होइन, के पोस्ट आएको थियो लौरेल भन्दाखेरि तपाईँको त्यो के अरे टुर्नामेन्ट एकदम कम स्लोट बाँकी छ के अरे एकदमै कम स्लोट छ, छिटो म्याच गरौँ होइन। कमेन्टमा अब यो पनि खाना भए सिक्या हो अरे अर्कोले फेरि होइन, अब यो पनि पैसा जान्छ है अरे, जसरी रेजिस्टर गरेर चाहिँ फिर्ता मागिहाल है बेले मारे त्यस्तो कमेन्ट कि मलाई नि गर्नुपर्छ भन्छ, ट्रस्ट कसैलाई पनि नगर, विश्वास कसैको नगर। अनलाइन भेटेको कोहीलाई ट्रस्ट नगर, कसैको ट्रस्टै गरिदिनु पैसा। तिमी आफ्नै गाउँ ठाउँको केटाहरू, आफ्नै ओल्लो घर पल्लो घर केटाहरू छन् त ट्रस्ट गर्न मिलो मजाले, तर त्यहाँभन्दा अगाडि त ट्रस्ट किन गर्छौ? अनलाइनमा त आउँछ तिमी भर्खर राम्री केटी हुन्छ, भेट जाँदाखेरि बुढी पर्छ, त्यस्तै हो क्या। या त आइडी स्क्याम दिन भन्छ, पैसा चैट हुन्छ, त्यस्तो हुन्छ यो। त्यही भएर मैले स्यान्डीसँग मात्रै आइडी किन्छु कि। जस्तै हामी देश बनाउँछौँ भनौँ, देश लोनमा डुबे त्यस्तै हुन्छ क्या। यो सबै यो यस्तो सिस्टम यस्तै छ क्या, हाम्रो माथिबाट सिस्टम यस्तो छ अनि तलपट्टि यस्तो भइहाल्छ। अब राजा आऊ फ्री फायर पनि एउटा राजा चाहियो क्या। यसले नि सुजितले भेट्या जस्तो भेट्न खोजेको रहेछ क्या मलाई। कसम नजिक भएको ठाउँमा गएर हामीले पनि थियो केटाहरू चाहिँ सबै उसले आइडी स्क्याम गर्दै पैसा खुवाउँदै गर्ने हो जस्तो लाग्यो क्या मलाई। एउटा कुरा कुकुर आफ्नो एरियामा बसी जो जति बेला नि पुग्छ, अरूको एरियामा गएर पुग्न सक्छ। आफ्नो एरियामा पुग्ने हो नि त, किनभने न कुकुर भुट्यो भन्दैमा हड्डिहाल्न चाहिँ छोड्नु हुँदैन। होइन एक दिन कसैको हातमा नराम्रो तारले पर्यो भने गीत जान्छ कि कसम नराम्रो। सो गाइज, दिस मच फर टुडे। भिडियो मन पऱ्यो भने लाइक गर्नु होला अनि नयाँ आउनु भएको छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू। मिट इन द नेक्स्ट भिडियो।